स्टार बडी फल्यो भने फेरि यहाँ कताको एलएमटेन देखाम भनेर यहाँ मेसीले 3 गोल हानेको यार अनि त्यसको प्लास्टर हानेर यसलाई पौडी खेल्ने बनाउने काम जिम्मा तपाईँको तपाईँ अन्नीको अब तपाईँ आफै बुझ्नुहोस् तपाईँ अन्नीको भनेर के कुरा नरम समयले पर्खिन्न समय आउँछ समयले पर्खिन्न त्यति बेला बुझ्नुहोस् हो गाइज आज म फेरि धेरै पछि आइसकेको छु टक्क लाएर त्यसो दारी फालेर कपाल काटेर हाम्रो घरदेखिको पाटिपट्टि हाम्रो हजुरआमा पछाडि छ टक्क लाएर यस्तो छ अब मौसम पानी पर्ला भइसकेको छ अब आज धेरैमा मैले भ्लग खिच्न गएँ होइन यो मौसम पानी पर्ला जस्तो छ हेर्नु अब अर्को लेमन ग्रिन लेमन हो कि लेमन ग्रास भन्ने हो मकै डेन्जर बगाउनु मकै त अब जाने हो घुम्न माथितिर जान्छु तपाईँलाई देखाउँछु म आज माथितिर धेरै भयो नभएको माथितिर देखाउँछु तपाईँलाई कस्तो छ अपडेट दिन्छु म तपाईँलाई होइन ल हेर्नु सक्नुहुन्छ यतापट्टि छ घिरिम्लाहरू काँक्राहरू आहा कस्तो राम्रो जान्छु म माथितिर टक्क अब रमाइलो छ हाम्रो मैले यतापट्टि सुन्तलाको बेना नर्सरी गरेको नि हल्का यो बोली नै बिग्रियो कि के भयो क्या मेरो त घाँटी बिग्रियो कि बोली बिग्रिएको च्याप्पै भयो च्याप्पै अब म निस्केँ घरबाट टक्क माथि जानलाई देख्छ कट्टुमा तपाईँलाई देख्छ मलाई देख्छ सक्नुहुन्छ कट्टुमा र हाम्रो सुन्तला यो बेर्नु जस्तो राम्रो सुन्तलाको बेर्न कसम कुनै पनि भएन कसम हेर्नु त बवाल छ क्या यस्तो बवाल चाहिँ घरबाट बाहिरपट्टि यो बेर्नु त बवाल भयो अब यहाँबाट जान्छु म माथि आज कहाँसम्म पुग्छु है हो अनि मेरो जनै देखियो यहाँ त देखाउनुहुन्न र देख्न सक्नुहुन्छ हाम्रो घर यस्तो छ डाँडा काँडा रोज होला मल्ल कल्ल कल्ल कस्तो रमाइलो हाम्रो गोठ देखाउँछु तपाईँलाई म देख्न सक्नुहुन्छ हाम्रो गोठ यहाँ भैँसीले घाँस खाइरहेको छ म पराल थुन्ने हो एकछिनमा माथि घुमेर आउँछु अनि आएर तपाईँको पराल धुनुपर्ने हो पराल थुन्छु है त जान्छु पहिला माथि यहाँ ठुलो सन्चै हुन्छ यहाँ बाटो देखाउनु ल्याएको क्या सबैलाई धेरै भए बाटो नदेखाएको सन्चै हुनुहुन्छ के अरे बाटो देखाऊँ भनेर क्या तपाईँपट्टि बनाएर त नयाँ बाटो देखाउँछु अनि आउँछु त्यतापट्टि आउँछु है म यता भ्याएर देख्न सक्नुहुन्छ बाटो छ एकदम सिँढी बनाएर राम्रो बनाउनु पर्छ भर्खर कहिले बनाएको बाटो हो यो यस्तो विकासका कामहरू भइरहेका छन् बिचरा राम्रो मौसम पनि अलि खराब हो तर पानी चाहिँ नपर्ला आज तपाईँले देख्न सक्नुहुन्छ बाटो यहाँसम्म मात्रै हिँड्न मिल्यो अरे यहाँ माथि चाहिँ छेउ जानुपर्ने भयो अरे ल यता हिँड्न मिल्दैन है टेक्न नै मिलेन हो टेकाउला है गाई चाहिँ टेकाउला टेकाउला है टेकाउला भन्दै गाई चाहिँ त्यहाँसम्म त जानै मिल्दो रहेछ यहाँ त हैट अनि त्यहाँबाट फर्किनु पर्यो नि फर्केर फेरि तल्लोबाट यहाँ त टेक्न मिल्यो भयो त अब यहाँ हाम्रोबाट सिन बगाल देखिन्छ बाटो बनाएलाई थाहा नभएकालाई देखाऊँ भनेर ल्याएको आज धेरैमा मैले लक्की चाहिँ हात दुख्छ तर पनि नहेर्ला नि भिडियो धेरैले तर हेर्नु होला केही छैन हेरे नि हेर्नु होला हेर्न मन लाग्यो हेर्नु होला गाउँतिरको अपडेट बुझ्न मन लाग्यो बुझ्नु होला छाम्दा यत्र सबैले भग्यो बनाउन छाम्दा पाइला बनाएछन् पुरै हातले उम्ला कताको एलएमटेन देखाऊँ भनेर यहाँ मेसीले 3 गोल हानेको यार अनि कताको देखिएन क्या हो है देखियो यहाँ मेसीले 3 गोल ह्याट्रिक हानेको यहाँ अर्जेन्टिनाका फ्यानहरू उफ्रेर फेरि यहाँ कत्रो रमाइलो म पनि उफ्रिन्छु है उफ्रेको म पनि फेरि त्यस्तो नमान्नु होला यो घरको छन् बरु यो घर पाउँको छन् बरु आमै हुनुहुन्छ सन्चै हुनुहुन्छ है क्यार्नु भयो त नि सन्चै हुनुहुन्छ के भन्नुहुन्छ त नि जनताहरूलाई गर्मी कस्तो बनाएको यहाँ घुम्दै आएको कहाँ जान्छ र यहाँ सबैलाई देखाउँ पऱ्यो हाम्रो गाउँ धेरै भयो नदेखाएको देखाउँ पऱ्यो यतापट्टि कता गएको छन् भनेर गाउँतिर कोही छैनन् के अरे यस्तो बुके बखरी बनाखान अरे त्यही रित्तो काम भयो नि यहाँ बस्यो होइन भन्न पाइयो यता बुके बखरीतिर देखाउँछु विकास अरेछन् के अरे अलिअलि पहरी खाने देखाउँछु म काँक्रा साँक्रा भयो खानु त रहन्छन्
स्टार बडी फल्यो भने फेरि यहाँ स्टार बडी ए भगवान् स्टार बडी पाकेको भए खाइदिन्थेँ मैले रहन्छ पाकेको भए खाइदिन्थेँ कस्काउनु पाकेन झन् भैँसीले त साँच्चै अर्थ त मेरो काँक्रा आएनन् रतन काँक्रा छोड्ने हो खै रतन साना भएर त मैले छोडिदिएको थिएँ लालुपाते फुल अनि यो है गाइस लालुपाते फुल अनि थाहा छैन भने यो हो हाम्रो रिल दाइको घर लालुपाते फुल यो पो घरको छन् यो घर त चाबी लाखान क्या हो है बाफ्रे हरियो घर त चाबी लाखान हौ पुरै यहाँ पनि छ एलएम10 ए होइन रहन्छ तेरि थियो हो पहिला त यहाँपट्टि लियोनल हो कि कोनलले हेर्थ्यो के अरे ल्याएर यस्तो छ यतापट्टि एउटा यस्तो गाउँ देखिन्छ यता यो पुरै भाग हिमाल हो यो अहिले बादल लाएर मात्रै हो नत्र त हिमालय हो डाँडो भएर हिमालय हो भन्थ्यो एउटाले त्यस्तै छ है सकिएन हिँड्नै सकिन्न दिनभरि हिँडिन्छ काममा हिँड्न त तर यस्तो यो उकालो चाहिँ हिँड्नु नसकिने यो किन भयो यस्तो यो भनेर यसो रिसर्च गर्दाखेरि सम्म हिँड्न सजिलो उकालो हिँड्न गाह्रो एउटाले भन्थ्यो कि के भन्थ्यो भन्दाखेरि उकालोले थकाउने ओह्रालोले लडाउने भन्थ्यो साँच्चै रहेछ ओह्रालो झर्दाखेरि लडिन सक्छ गीतमा एकदम राम्रो व्याख्या भाव बुझ्नेलाई चाहिँ राम्रो हो त्यो हामी आइसकेको छौँ बुके पोखरी भन्ने ठाउँमा देख्न सक्नुहुन्छ पोखरी यस्तो भइसकेको छ त्यहाँपट्टि यस्तो त के बनाएको नि पोखरी बनाएको ए भगवान् पोखरी बनाएको अरे पोखरी हो रे रमाइलो चाहिँ पाइप साइप जोडेर है यस्तो बनाएको त्यहाँ त राम्रो बनाएको थियो त यहाँ त पौडी खेल्नु मिल्दो रहेछ अहिले प्लास्टर हानेर त्यसको प्लास्टर हानेर यसलाई पौडी खेल्ने बनाउने काम जिम्मा तपाईँको तपाईँ अन्यको अब तपाईँ आफै बुझ्नु तपाईँ अन्यको भनेर देख्न सक्नुहुन्छ अब तपाईँकै हो जिम्मा यो गेटको सेटलमा राखेर सिँढी झऱ्यो तलै झरेर आइसकेपछि तलै झर्ने नि आइसकेपछि टक्क तल झरेर ल म पोखरीको सेन्टरमा छु कताबाट राम्रो देखियो मलाई हेर्नु है त एउटा तपाईँको भालु पाहाड हेर्न मन छ भने यहाँबाट पौडी खेल्ने यहाँ पौडी खेल्ने यहाँ यतापट्टि यत्रो भालु पाहाड हेर्न मिल्छ नि हेरी थाहा नि तपाईँलाई स्याङ्जा भालु पाहाड उता हिमाल कस्तो राम्रो ठाउँमा कस्तो राम्रो मेरो बाबु आइज मेरो बाबु फेरि भस्मेडनको कस्तो भयो स्वर फेरि आइज कस्तो भयो अस्ति त मलाई त अझै आज त राम्रो भएको बाबु घाँटीले जात दिएन मलाई कस्तो बाबु आइज भनेर केटाले घिच्यायो मलाई घाँटी यो हो त नि यो खासमा कारण के हो भन्दाखेरि घाँटी दुख्नुको मच्छरको विष हो त्यो मच्छरको विष लाएर सुतेको रातभरि तपाईँको भन्नुहुन्छ भने बिहान उठ्दा घाँटी च्याप्प त भइगयो घाँटी च्याप्प बसी लक्यार्ने त नि अब भन्दाखेरि होइन चिसोलाई चुले काट्छ भनेर फेरि केक पनि खाइदिएँ ए भगवान् त्यो के भन्छ त्यो चक्लेट केक हो कि क्या हो रातो केक थियो केकको नाम त मलाई त थाहा भएन हो त्यो केक खाएको त भोलिपल्ट त च्याप्पै भस्मै डाउन पनि होइन पुरै सुस्मै डाउन भइदिइरहेको ल म्याउडा क्या अब दिन सक्नुहुन्छ हल्का माथि कुलानको मन्दिरमा जाँदै म यहाँ बाटो टङ्की छ यो बाटो पनि ढलान गरेर यहाँसम्म चाहिँ प्लास्टर गरेछन् यहाँबाट तल चाहिँ गरेनन् बजेट नपुगेर हो कि कुनै कारणवश कुनै परिस्थिति अनुकूल नभएर हुनसक्छ यहाँ यस्तो राम्रो बनाएर लिएर सक्नुहुन्छ एकदम राम्रो तपाईँलाई देख्नु भएको छैन होला यो त्यो त माथि जान गर्मी छ त्यहाँ शीतल छारे नि होइन त्यहाँ त पुग्नु पर्ने क्या तर छैन यसमा मन्दिर अब शीतल हावा पटेको सरक्क देख्न सक्नुहुन्छ पछाडि मन्दिर यता देवीको मन्दिर यता चाहिँ भालु पाहाड यता चाहिँ हाम्रो गाउँ मोड बरको रुख होइन पिपलको रुख होइन यो त्यसपछि सल्लाहको रुख अनि यतापट्टि आएर चिलाम्नीका रुख घाँसपात दाउरा गर्न ताम्ने हो यो रुख
कस्तो बाटो फेरि होला न तल हेर्नुहोस् अलि ठुल्टारी भन्ने ठाउँ चिन्ने मान्छेलाई थाहा नचिन्नेलाई थाहा छैन ठुल्टारी भन्ने चाहिँ धेरै रोपिसक्यो खेतै रोपिसक्यो अहिले त बिस्तारै उफ घर त हेरी यहाँ हाम्रो घर है हुन्छ टक्क कस्तो रमाइलो आहा एकछिन त बसेर जान्छु म अब यहाँ आएँ म यस्तो हुन्छ यस्तो छ गाउँको अवस्था स्थिति भन्दा नि उसको रमाइलो हो अनि रमाइलो हो यहाँबाट हेर्दाखेरि चाहिँ तपाईँको यस्तो रमाइलो देखिन्छ कि तपाईँ हुर्केको खेलेको डुलेको जन्मेको गाउँ लडेको पिटेको पानी लागेको सबै चिज देखिन्छ पढ्न गएकोदेखि लिएर हो घर्किन्छ त यार पानी पर्छ यार पढ्न गएकोदेखि लिएर झगडा गरेको लडेको राम्रा काम नराम्रा काम यताउता दायाँ बायाँ सबै चिज यहाँबाट आएर छर्लक्क देखिन्छ किन भन्दाखेरि बाहिर जग्गाबाट देखिन्न किन भन्दाखेरि त्यहाँबाट अलि छेकिन्छ यताउता ठिक छेकिन्छ यहाँबाट सबै देखिन्छ र त्यही भएर यो ठाउँमा चाहिँ आउँदा प्राय है फेरि सधैँ त म भन्दिनँ प्राय एकचोटि चाहिँ यहाँ आएको हुन्छु म हेर्न भिडियो नखिचे पनि हेर्नलाई भए पनि म यहाँ आएको हुन्छु हेर्नुहोस् पारी यस्तो धेरै खेत छ खेत पुरै बाँझो थियो खेत रोप्न सुरु भइसक्यो हाम्रोमा त पानी परेन ओहो पानी भन्दाखेरि याद आयो एउटा कुराको पर्ला जस्तो हो पानी त यार म त पहर जानु छ त अनि क्यारा हो ऱ्याङ्कोट छ नि त ऱ्याङ्कोट लाएर मलाई हिँड्न मन पटक्कै हुन्न त्यस्तो छ र यस गाउँतिर कोही छैनन् शान्त छ एकदम शान्त वातावरणमा हुर्किन त हामी हाउडे वातावरणमा हुर्कियौँ वातावरण भन्दा नि आफै हाउडे भइयो आफू हाउडे भइयो भन्दा नि अरूलाई नि हाउडे बनाउँदै आफू नि हाउडे बन्दै अरूदै हिँडियो अब अहिले यस्तो अवस्था कोही छैनन् केटाहरू सब विदेशतिर गइसके आधी है अब म एक्लै छु म एक्लैले गर्ने यहाँ कहाँ जाने के गर्ने अब पनि जाम्ला बिस्तारै गएपछि तपाईँलाई मैले भिडियो देखाउँला कहाँ जान्छु के गर्छु के खान्छु पनि देखाउँछु तपाईँलाई म फेरि टेन्सन नलिनु तपाईँ मेरो बारेमा चिन्ता नलिनु म तपाईँको बारेमा चिन्ता गर्छु किन भन्दाखेरि देशको अवस्था गम्भीर छ राजनीतिक उथलपुथलले गर्दाखेरि देश मुडिँदैछ कता राम्रो बाटो हो कि नराम्रो बाटो हो थाहा भएन देश मुडिँदैछ राम्रै बाटोमा मुडिँदैछ भयङ्करकै बाटोमा मुडिँदैछ राम्रैको लागि होला जस्तो लाग्छ मलाई होइन अब बिस्तारै अब यहाँ त म अहिले आएँ म मात्रै हो एउटा यहाँ केटाहरू भनेको कि स्कुल 7 कक्षा पढ्ने 10 कक्षा पढ्ने छ त्यहाँभन्दा बाहेक कोही छैनन् यस्तो अवस्था यी केटाहरू अब ठुलो भए त हिँड्न त पऱ्यो कामतिर हिँड्न त पऱ्यो कामतिर गएर नि होला त्यही भएर होला अब यस्तै छ यो ब्लग मैले हाल्छु म भोजे अङ्कललाई भेट्न पाइनँ डोको बोकेर हिँड्नुभयो देखेँ मैले त्यहाँ भएर नि म घरभित्र छिरेँ बाहिर गर्मी भित्रै बसिरहेँ टिभी बिग्रेछ अब नेट टिभीको बक्सा बिग्रेर त भनेको बिग्रेर हुन्छ टिभी बिग्रेर त नेट पनि बिग्रेको थियो नेट पनि फोनहरूलाई काठमाडौँबाट बोलाएर नेट पनि बनाउन लाएँ बनाएँ नेट पनि चलेर एकछिन चलाएँ अनि चार्ज गरेँ अनि ठडिएँ हेरौँ कस्तो छ यहाँको अवस्था हाम्रो गाउँ अहिले कस्तो देखियो रुख काटेपछि रुख थिए भन्ने कुरो लाएर नि आएको म धेरै नहोला धेरै बोल्ने काम होइन छोटो मिठो चट्ट ल अब आजलाई लाग्यो यति नै फेरि मैले हाल्दाखेरि हेर्नु होला यो भिडियो नि हेर्नु होला नहेर्नु होला अब त्यही हो नि गाडी हिँडिरहेको छ मान्छे नचढे नि गाडी त हिँड्छ त्यस्तै चाहिँ म पनि भिडियो बनाउँछु हेर्नु नहेर्ने त हजुरको कुरो भयो त्यो सुन्नाले गर्दाखेरि अब यो भिडियोलाई हिँड्न धेरैमा ब्लग बनाएको अलिक बोल्न नआएको भन्दा नि यो बोल्न भाषा बिग्रेको हो कि घाँटी बिग्रेको भएर नि हो टेन्सन नलिनु बिस्तारै हुन्छ
मेरो घाँटी सन्चो होला, तपाईँको लाइफ पनि सेट होला। मेरो त अहिले भएको छैन, तपाईँको लाइफ होला। बिस्तारै सबैको टाइम आउँछ, टाइम लाग्छ। त्यहाँ अन्त अरू के भन्ने पनि इङ्ग्लिस जान्दैन क्या फेरि। अन्त इङ्ग्लिसमा डाइलेक्टतिर मन थियो, जान्दिनँ इङ्ग्लिसमा। जे चिजको नि समय आउँछ, त्यही हो। समय आउँछ, फेरि समयले पर्खिँदा नि पर्खिन्न, फेरि त्यस्तो हो। तपाईँ अब 10 बजे काठमाडौँ जान हो बेलुका, तपाईँ अनि 11 बजे त्यो बजेको गाडी यहाँ घर त भएन। 10 बजे जानु पऱ्यो नि, गाडी 10 बजेको बस्यो त, त्यस्तो हो। ल धेरै कुरा नरम, समयले पर्खिन्न, समय आउँछ, समयले पर्खिन्न, त्यति बेला बुझ्नुहोस्, त्यही हो। ल थ्याङ्क यू भेरी मच हेरेकोमा। हेरेर साथ दिनुभयो भने भयो, भएन भने ठिकै छ। ल त्यही पनि थ्याङ्क यू भेरी मच।